आयोजना गरी खाद्यान्न वितरण कार्यक्रमका सभानायक नेपाली कांग्रेस मराई उपमहानगरपालिकाका सभापतिज्यू, कार्यक्रमका विशेष अतिथि हामीले महासचिव गुफाटाइज्यू, यसरी सभाज्यू, मातृज्यू, प्रदेश सभापतिज्यू, सुवाज्यू लगायत उपस्थित सम्पूर्ण वडा सम्पूर्ण सर्वप्रथम आज महिला स्मृतिमा कार्यक्रम आयोजना गरेको छ। मैले कार्यसमिति सभागार उहाँको सम्पूर्ण टिमलाई लाभकारी हार्दिक धन्यवाद दिन चाहन्छु। साथसाथै यो महत्त्वपूर्ण कार्यक्रममा आफ्नो उपस्थिति देखाएर यसको संस्थाको बारेमा बुझिने जानेर यसलाई राम्रो गर्नको लागि गरेको छ। कांग्रेस सबै पनि धन्यवाद दिन चाहन्छु। महिला नीतिको बारेमा धेरै कुराहरू आइसकेको छ। यहाँको ऐतिहासिकता, राजनीतिक जीवन, शैक्षिक जीवन, प्रेरणाका कुराहरू, मधेससित जोडेका कुराहरू, मुद्दाहरू यो कहिले पढेको यहाँ धेरै आदरणीय निर्देशनका प्रमुखका भाइबहिनीहरू आउनुभएको छ। राजनीति भनेको के हो भन्ने कुरा गर्दै गर्दा विभिन्न किसिमका आफ्नै यही हो राजनीति भन्ने। राजनीतिमा आउन चाहने, राजनीति गर्छु भने राजनीतिक जीवनसँग जोडिने, राजनीतिक समूहको कर्म खाना गर्ने व्यक्ति कार्य भने पनि हाम्रो प्रगत कुराहरू धेरै कुराहरू के हुन्छ भने हामी वर्तमानले नेताहरूले नै आफ्नो कामहरू गर्छ होइन। आज बयान कार्यसमितिले उदाहरण गरेको छ, हिजो कपिलले गरेको थियो, अस्तिले गरेको यो कामहरू भइरहेको छ। कार्यक्रम सञ्चालन गर्ने क्रममा के भयो, यहाँसँग सेवामा कार्यक्रमलाई समाप्त